स्वागत छ साथीहरु तपाईहरुलाई यस टेक्नो एचडीमा। आज चाहिँ मैले तपाईहरुलाई कसरी हामीले अनलाइनबाट टिकट बुकिङ गर्न सकिन्छ भन्ने कुरा सिकाउन गइरहेको छु। त्यसको लागि सबैभन्दा पहिला तपाई गुगललाई ओपन गर्नुस्। र गुगललाई ओपन गरिसकेपछि यो bussewa.com मा जानुहोस्। यहाँ गइसकेपछि हल्का तल स्क्रल गर्नुहोस् र यहाँ bussewa.com फ्री अनलाइन बस टिकट बुकिङ सर्भिस इन नेपाल भन्नेमा क्लिक गर्नुहोस्। र सिम्पली अब तपाईहरुले यहाँ आफ्नो सोर्स भनेको तपाई कहाँबाट जान लाग्नु भएको छ, काठमाडौँ भन्नु, काठमाडौँ, र तपाईको डेस्टिनेसन कता हो, डेस्टिनेसन लेख्नुलाई म सिम्पली गोर्खा लेखिदिन्छु। गोर्खा। ट्राभल गर्ने डेट कहिले हो त, त्यो राखिदिन्छु। अब म यहाँ सिम्पली नेपाल डेट राख्दिउँ। यहाँ 2078 6 महिना 25 गते राखिदिन्छु। शिफ्ट बुथ राखिदिन्छु। बुथ गर्यो भने धेरै हुन्छ। सर्च गरौँ अब बसलाई। सिम्पली साथीहरु तपाईले त्यसै सर्च बस गरिसकेपछि कुन बसमा जाने हो त्यो देखाउँछ। त्यसपछि बस सिलेक्ट गर्नु होला र कति एमाउन्ट लाग्छ भनेर पनि त्यही देखाइदिन्छ। त्यो अनुसारले एमाउन्ट तिरेर आफ्नो अनलाइनबाट ई-सेवा अथवा बैंकिङ जेबाट भए पनि पे गर्नु होला र आफ्नो टिकट सुरक्षित गर्नु होला।